Another Saturday, another ride, another new video. अनि हाम्रो जिमको दाइ भाइहरूसँग जान लाग्यो आज चाहिँ हामी. यस लेट्स गो. आज कति हो डेट पनि थाहा छैन. जेठ सकिन्न जेठको लास्ट होला अहिले. ट्याङ्क ब्याग बोकेको छैन मैले. टेल ब्यागमा पनि केही पनि छैन. आज त खासै केही बोकेर हिँडेकै छैन. क्यामेरा एक्सन क्याम्प मात्र हो आज त. सो आई थिङ्क आज चाहिँ यति भयो पुग्छ होला. 9 बजीतिर हिँड्नु भन्दै थियो. सो 8 भयो अहिले 8-9. अनि हिजो भर्खर भिडियो हालेको थिएँ मैले सैलुनको. यस्तो दिमाग खराब भयो यार त्यो भिडियो एडिट गर्नलाई मेरो. 3चोटि 4चोटि स्क्रैप गरेर फेरि सुरुदेखि कलर ग्रेड गर्नु पऱ्यो क्या. तर धेरै कुरा सिकेँ मैले त्यसबाट नि. अब यो भिडियो त धेरै लामो त हुँदैन होला. यो क्यामेराको मात्र हुन्छ डिजिआईको मात्र. त्यसमा त सोनीको यताउता कति लामो थियो क्या. त्यो सर्ट्सहरू खोज्नलाई अब राम्रो सर्ट्स खोज्नु पऱ्यो नि त. त्यो खोज्दा टाइम पनि लाग्यो अलरेडी. मलाई त्यो भिडियो हाल्नु कति लाग्यो होला 2-3 weeks लाग्यो होला. आज वेदर कस्तो छ यार. बिहान अगाडि घाम लाग्ला जस्तो भइरहेको थियो. अहिले त पुरै बादल लागेको छ घोप्टेर. कहाँ हेर्छ कस्तो लाग्यो त सैलुनको भिडियो लेट मी नो. त्यहाँदेखि अलिअलि कुरा सिक्न पायो. त्यही हो एभ्री डे लर्निङ न्यू थिङ्स इम्प्रुभिङ डुइङ गुड है. ल बाई बाई. कति भयो 5-6 मिनट 7 मिनट भइसक्यो छ. भाटापिँढीतिर गएर भेट्नु पर्ला नि के छैन. सो यस अब जुन चाहिँ यो भिडियो आइरहेछ अलिकति राम्रोसँग देखाएको त छैन त्यसमा. तर त्यो घामको रिफ्लेक्ट पर्दा चाहिँ त्यहाँनिर त्यो आइरहेछ क्या काटेको. के भयो भने मेरो एन्टी फिल्टर फुटेछ. मलाई थाहा थिएन कसरी फुट्यो नि थाहा छैन. त्यो मेबी त्यो हाल्ने बेला अलिकति प्रेसर लाएर होला. किनकि मेरो 2चोटि जसरी एन्टी फिल्टर झरेर हराइसक्यो क्या. अनि त्यही डर लाएर मैले चाहिँ अलिकति झर्छ फेरि भनेर अलिक बेसीको ठेलिदिएको फुटेछ एन्टी फिल्टर. तना ठिकै छ. तर मसँग एक्स्ट्रा एउटा थियो त्यही युज गरोस् अहिले चाहिँ यहाँ. अनि पछि चाहिँ लिनुपर्छ एउटा. त्यही हो त्यही भन्नलाई आएको अहिले म चाहिँ. सो भिडियो अलिकति कस्तो देखिन सक्छ. अलिक डिस्टोर्टेड देखिन सक्छ. राम्रो छ भिडियो चाहिँ हेर्नु होला. हेरौँ भिडियो हेर न ल. ओके हामी चाहिँ भाटभटिनीमा है. अब निस्किने यहाँबाट वर्ल्ड कप भाटभटिनी स्क्यानमा सुन 2 जना 3 जना 4 जना. एकजना दाइ चाहिँ उता हुनुहुन्छ. कतिजना छ हामी टोटल 7 जना. ओके सो 2टा बाइकमा चाहिँ डबल छ. 3टामा चाहिँ सिङ्गल होइन त ठिक छ होइन त. रोक्नु अयो हजाइतिर. अब हामी निस्केको पेलम. यस लेट्स गो. म लास्ट अवश्य नि अगाडि पठाइदिन्छु. त्यो चाहिँ हाम्रो जिम के हो अरे त्यही दाइ हो क्या. स्टन्ट गर्ने वाला दाइ छ नि होला. सो शनिबार भए पनि यता चाहिँ बिजोग हो क्या एउटा ठाउँ छ. हो यस्तो यो गाडी रोकेको बेला चाहिँ आफै स्लो डाउन गर्नुपर्छ. किनकि उताबाट आइदिन्छ मान्छेहरू बाइकहरू गाडीहरू अघि देखा जस्तै. अनि ब्लाइन्ड स्पट हुन्छ क्या. सो त्यति बेला चाहिँ अलिकति बिस्तारै नै गर्दा बेटर यो जङ्सनतिर चाहिँ. सबको मनमा शान्ति. त्यो शान्ति होइन है फेरि. सो हामी चाहिँ कहाँबाट जाने भने कन्फ्युज होइन कताबाट जाने भनेर डिसाइड गर्नु लाग्यो. सो टोखाबाट नजाने यताबाट छिरेर जाउँ भनेर सोचेर पकानी हुँदै. यो पकानीको घरतिर हो क्या हो. ओ पकानी वेयर आर यु. सो हामी चाहिँ ककनी हुँदै जाने भयौँ है. ककनी हुँदै जाउँ. ओइ हाइजाने लाइन ल कति हो हाइजाने. यो अहिले खै किन भाइरल भएर आइरहनु है. हाइजाने मान्छेहरू लास्टै त्यो शिवपुरी पनि त्यस्तै प्याक. उता तारेभिर पनि त्यस्तै प्याक. ओहो सो गुड. एउटा रिजोर्ट जस्तो. सो त्यहीँ जाउँ खाना खानालाई भनेर सोचेको. म्यापमा हेर यहाँबाट बाटो देखाएको छ नि यार. होप वी डोन्ट गेट लस्ट.
कता गयो उता हेऱ्यो ल यताबाट त बाटो उता गयो माथि जस्तो लाग्छ लो माथि हेर्न र यो त वहीँ तलै झर्छ त्यहाँ यो त वहीँ तलै पुग्छ त फेरि यो त मलाई माथि जस्तो लागिरहेको थियो खासमा त हामी ककनीबाट जाने भनेर भन्यो नि त टोखा निस्किन्छ यहाँबाट टोखा खासमा यहाँ ककनीबाट जानु पायो ठिक हुन्थ्यो कि अहिले फर्किने बेला चाहिँ अर्को बाटोबाट आउनु पर्यो अनि त्यो ड्रागन फार्म देखेर चाहिँ उता यहाँबाट टु बी गेट लस्ट हामी चाहिँ कता कता छिर्यौँ कता कता छिर्यौँ बाटो चाहिँ टन्नै रहेछ है यस टोखा नै निस्क्यो है हामी त्यो यो बाटो ओहो के हो अफ रोड देन यहाँनिर पुग्थ्यो भनेर सोचिरहेको थिएँ क्या मैले चाहिँ यहाँ पुग्थ्यो भनेर सोचेको जस्तो केही हुँदैन इजी यस्तो अल्छी लागिसक्यो मलाई त बाइक चलाउने Google map is saying 200 meters away, turn right. Mugi. Right and they hey गर्मी वो मकै साइडमा इन्टरस्टेलर जस्तो फिल भइरह्यो What is this? Something is fallen. तरकारीहरू बेच्नु राख्नु रहेछ एकछिन ल केटाहरु जिम गरे आज काम लाग्यो
ब्युटिफुल प्लेस है झन्डै मिसेको म पनि भाइ चिप्लेर लड्यो बालुवामा ठिकै छ केही भएन छ भाइले भन्न यस्तोमै चिप्लेर लानु डर लाग्ने यार आयो सबैजना जाउँ जाउँ उड्यो अलिकति उड्यो सो अघिको अपडेट दिउँ न है 4:09 भयो अलमोस्ट 2 आवर्स लाग्न सक्छ मेबी घर पुग्नलाई फ्युल पनि छैन धेरै मेरोमा हाल्नुपर्छ कि अहिले लेट्स सी सो यस त्यही अपडेट पुग्यौँ त्यहाँ एकछिन वेट गऱ्यौँ खानाको लागि त्यो वेट गर्नुपर्छ भन्दा भन्दै हामी मन्दिर गयौँ मन्दिरमा अलमोस्ट 1.5 आवर जति स्पेन्ड गऱ्यौँ त्यहाँनिर फर्क्यौँ खाना फेरि सबलाई दिइसकेको रहेछ अनि फेरि खाना वेट गर्नु पऱ्यो एकछिन अलमोस्ट 1 आवर त्यसपछि खाना खायौँ आधा घन्टा जस्तो लाग्यो खाना खानलाई फेरि 1 आवर जस्तो रेस्ट गऱ्यौँ यस अनि अहिले घर फर्किँदैछौँ हामी सो इट्स प्रिटी गुड राइड प्लेस इज रियली गुड अनि खै अहिलेसम्म आएको थिएन त नाम पनि सुनेको थिएन मैले त अनएक्सपेक्टेडली आयौँ राम्रै छ यस त्यही हो सो सी यु गाइज अन द नेक्स्ट वान बाई बाई टेक केयर हेभ अ गुड टाइम अलिकति खाल्डो रहेछ त्यहाँनिर सब पानी छिरेर जुत्तामा एनिवे नो वरिज यता बिस्तारै जाउँ है ड्यामेज इज डन क्यामेरामा पनि लाग्यो क्या अलिकति लाग्यो ओके लेट्स गो looking so good How good is this place?